जदौ जदौ मालिक जदौ तपाईँले सुन्नुभएको छ मध्यपश्चिम सुदूरपश्चिमतिर मैले यो जदौ शब्द सुने। यसको अर्थ के हो भन्ने विषयमा धेरै समयसम्म मेरो मनमा कुराहरू खेलिरह्यो र मलाई जे कुराको जानकारी भयो त्यो तपाईँलाई म सुनाउन आएको छु। दैलेखतिर जजौ भनेको मैले सुनेको छु, अछामतिर मैले जदौ भनेको सुनेको छु, हुम्लातिरका मान्छेहरूले जयदेव भनेको पनि मैले सुनेको छु। यी शब्दहरूको मूल के हो? जय देव, हे देव तिम्रो जय होस्। देवतालाई भगवानलाई जयदेव भन्दा भन्दै जयदेव बन्यो जयदेव र बिस्तारै जदौ बन्यो। र देवतालाई मात्रै नभएर देव शब्दको अर्थ दिव्य व्यक्ति भन्ने पनि हुन्छ, देवता तुल्य व्यक्ति भन्ने पनि हुन्छ। त्यसैले जदौ हे देवता तुल्य व्यक्ति अथवा हे दिव्य व्यक्ति, हे राम्रो मान्छे, हे असल मान्छे, हे उत्कृष्ट व्यक्ति तपाईँको जय होस् भन्ने अर्थमा आदरणीय व्यक्तिहरूलाई अभिवादन गर्ने क्रममा जयदेव जयदेव गर्दै जदौ बन्यो र जजौसम्म पुगिसक्यो। यसको मूल भने जयदेव शब्द नै हो। आजलाई यति नै। तपाईँले यो शब्द सुन्नुभएको छ भने टिप्पणीमा लेख्नुहोला र तपाईँले बुझेको अर्थ केही फरक छ भने पनि लेख्नुहोला।